सो हेलो गाइस, हेर्नुहोस् यहाँ चाहिँ घाम यस्तो लागेको छ, यस्तो लागेको छ हेर्नुहोस् है, फर्को भएर चाहिँ बिजोग भइरहेछ मेरो चाहिँ गाइस। मेरो बसन्ती यहाँ छ गाइस होइन, मेरो ड्युटी गर्न चाहिँ यहाँनिर हो, तर म यहाँ शीतलमा आएर बसेको होइन। यी भित्र यस्तो छ, म बस्ने जग्गा चाहिँ फ्यान घुमिरहेको छ, तर तातो तातो हावा आउँदैछ गाइस। लिची खाँदै बसेको नि अलिक शीतल हुन्छ कि भनेर लिची खाएको गाइस, भएन हौ। अहिले चाहिँ 4 बजिसकेको छ गाइस होइन। अलिक शीतल भन्दा पनि अब घाम चाहिँ गयो, तर गरम भइरहेको छ गाइस होइन। यहाँ चाहिँ यस्तै हुन्छ गरम। अहिले पनि चाहिँ मेरो छुट्टी भइसक्यो गाइस, गरमले हेर्नुहोस् यस्तो भइरहेको छ। अब गएर टक्कै नुहाइँदै गरिन्छ होइन गाइस, हेर्दै गर्नुहोस् भिडियो। सो गाइस म चाहिँ आएर आलु काट्दैछु, एकदम बस्तीको आलु। यो चाहिँ साथी घर गएको थियो होइन गाइस, साथीले ल्याएको रहेछ, भर्खर खनेर ल्याएको रहेछ। मजाले काटेर खानुपर्छ गाइस होइन। आलु सालु काटिसकेँ, यहाँ एकदम अर्ग्यानिक सिस्नो पाक्दैछ गाइस, एकदम अर्ग्यानिक तरिकामा है। आलु हेरिहाल्नुहोस्, खनेलाको माटै माटो छ गाइस। अब फिर्के लाउने बेला भयो, त्यो अघिको सिस्नो छ नि अर्ग्यानिक, मजाले यसरी फिर्के लाउनुपर्छ है। यसरी उमालेर चाहिँ टक्कैसँगले यसरी फिर्के लाउनुपर्छ, एकछिन मजाले फिर्के लाउनुपर्छ यसरी। फिर्के लगाए होइन, यत्तिको हुँदैछ। अब यसलाई हल्का मसला पानी हालेर चाहिँ खानुपर्छ। सो स्टे ट्युन गाइस, बाई बाई, सी यु नेक्स्ट।